गाइज हेलो एन्ड नमस्ते गुड मर्निङ। आज म फेरि सुकेको मकै छोडाएर आउने कोसिस गरिरहेको छु। सबैले हेर्नुहोला, नमस्कार। हाम्रोतिर चाहिँ टक्क यसरी बनाएर राखेको हुन्छ पहिला बर्खामा छोडाउने आवश्यक अनुसार आउने यहाँ गरेपछि छर्ने कुरो हुन्छ। हाम्रो गाउँतिर पहिले एक्लै बस्नुलाई खाना पकाउन पहिले सानो तिम्रो पहिले चिसो छ मौसम। सल्लाधु पहिले सानो अड्काउँदैन, त्यही भएर यसलाई काटिन्छ यसरी अनि नङ्गाएर राखिन्छ अनि आवश्यक अनुसार बस्नुलाई खुवाइन्छ। जो किसान हुनुहुन्छ गाउँमा काम गर्ने सबैलाई मेरो छोटो भिडियो सबैले हेरेर कमेन्ट, सब्सक्राइब, सेयर